If you wanna get a PR package from different international brand, then follow me. मेरोमा त followers नै छैन, मेरोमा त views नै जाँदैन. No tension guys, you can still get a PR package from different international brand. मैले चाहिँ यो कुराको लागि एकदम धेरै रिसर्च गरेको थिएँ हैन. And I find out that 1 लाख भन्दा बढी ब्रान्डहरूले चाहिँ क्रिएटर्सहरूलाई PR प्याकेज पठाउँदो रहेछ. But for that you have to be active on your social media like Instagram and TikTok or Facebook, also YouTube. यसको मतलब सबै सोशल मिडियामा एक्टिभ भइराख्नुपर्छ भनेको होइन. जस्ट टिकटक, इन्स्टाग्राम कुनै एपमा चाहिँ एक्टिभ भइराख्नुपर्छ. तपाईले आफ्नो टिकटक र इन्स्टाग्राममा एटलिस्ट वन्स अ विक चाहिँ पोस्ट गरेको हुनुपर्छ. तपाईले आफ्नो स्किन केयर रुटिन अर डेली लाइफ भ्लगहरू बनाएर पोस्ट गर्न सक्नुहुन्छ. ब्युटी प्रोडक्ट्सहरू पाउन चाहनुहुन्छ भने चाहिँ ब्युटी प्रोडक्ट्स रिलेटेड नै पोस्टहरू हुनुपर्छ. जस्तो आफ्नो स्किन केयर रुटिन अर कुनै आफूसँग भएको प्रोडक्टलाई लिएर चाहिँ त्यसको रिभ्यू दिएर एउटा भिडियो बनाएर सर्ट भिडियो बनाएर चाहिँ पोस्ट गर्न सक्नुहुन्छ. कति धेरै ब्रान्डहरूको चाहिँ पिआरको लागि छुट्टै मेल आइडीहरू हुने रहेछ. अनि उनीहरूलाई हामीले मेल गर्नुपर्छ. अनि कतिको चाहिँ फर्म हुन्छ, उनीहरूको एप्लिकेसन फर्म हुन्छ, हामीले त्यो एप्लिकेसन फर्म सबमिट गर्नुपर्छ. अनि उनीहरूले आफै रिच आउट गर्छ हामीलाई. मेल आइडीहरू चाहिन्छ भने चाहिँ आई क्यान हेल्प यु क्यान डिएम मी. अब एप्लिकेसनहरू चाहिँ कसरी फिलअप गर्ने भनेर कहाँ हुन्छ त्यसको लिङ्क भनेर थाहा पाउनुपर्छ. अनि कति धेरैको चाहिँ बायोमै हुन्छ, उनीहरूको बायोमै उनीहरूले लिङ्क राखेको हुन्छ. अनि त्यहाँनिर गएर एप्लिकेसन फिल गरेर सबमिट गर्नुपर्छ. अनि दे विल रिच यु आउट. अनि त्यो फर्महरूमा चाहिँ हजुरलाई आफ्नो कुनै सोसियल मिडियाहरूको लिङ्कहरू माग्छ. अनि उनीहरूले हेर्दो रहेछ. जस्तो मैले चाहिँ कति धेरैमा फिलअप गरेँ होइन, तर मसँग त मैले केही पनि कन्टेन्ट भिडियो राखेको छैन नि त आफ्नो सोसियल मिडियामा. अनि मैले नोटिस गरिरहेको थिएँ उनीहरूले हेर्छ कि नै भनेर नोटिस गरेको, हेर्दो रहेछ. मेरो चाहिँ कति धेरै बाहिरको ब्रान्डहरूले सिन गरेको थियो कि. उनीहरूले हाम्रो प्रोफाइल भिजिट गर्छ. अनि भिजिट गर्दाखेरि कुनै कन्टेन्ट छैन या कुनै प्रोडक्टहरूको रिभ्यू गरेको कुनै भिडियोहरू भेटेन भने चाहिँ उनीहरूले कन्ट्याक्ट गर्दैन तपाईँहरूलाई. अल्सो देयर आर सो मेनी ब्रान्ड्स जसले चाहिँ कन्टेन्ट खोज्दैन कि उनीहरूले चाहिँ पिआरको लागि कन्ट्याक्ट गर्यो भने चाहिँ पिआर पठाउँछ. अनि नेपालमा त फेरि कस्टम चार्ज नै एकदम हाई छ नि त. अनि कुनै ब्रान्डहरूले चाहिँ सोध्छ कि मेलमा यो चार्ज चाहिँ तैँले पे गर्नुपर्छ भनेर भन्छ. अनि तपाईँले आफै उनीहरूलाई भन्न सक्नुहुन्छ कि कुनै रिजन दिएर मैले यो कारणले मैले पे गर्न सक्दिनँ या मेरो फाइनेन्सियल कन्डिसन यस्तो छैन भनेर भन्न सक्नुहुन्छ. इनकेस कम्पनीले मानेन भने पनि कस्टम चार्ज तिर्दा पनि फरक पर्दैन, किनकि उनीहरूले त सेट प्रोडक्ट नै पठाएको हुन्छ. अब त्यो प्रोडक्ट नेपालमा एउटाको मात्रै कति महँगो हुन्छ, 3000-3500 हुन्छ. अनि उनीहरूले सेट नै पठाएको हुन्छ. त्यो कम्पेरिटिभली त प्रफिट नै हुन्छ, फाइदा नै हुन्छ. किन्नुभन्दा त पिआरमै आएको प्रोडक्टले नै फाइदा कभरअप गर्छ. तर टाइम चाहिँ एकदम टाइम दिनुपर्छ, मेहनत गर्नुपर्छ, एकदम धेरै मेल गर्नुपर्छ उनीहरूलाई. अनि कन्सिस्टेन्ट पनि भइराख्नुपर्छ. अनि त्यसपछि तपाईँलाई एउटा पिआर आयो भने फेरि त्यसको भिडियो पनि उनीहरूले टाइम डेडलाइनहरू दिएको हुन्छ. त्यो टाइमभित्रमा एउटा पोस्ट रिभ्यू दिएर पोस्ट गर्नुपर्छ. तर सबैभन्दा पहिला भनेको यु निड टु अप्लाई, जस्ट अप्लाई इट. थ्याङ्क यू, बाई बाई.